द म्याग्निट्युड अफ ड्रप इज समटाइम्स हेर मैले के थीटाको के थियो थीटा भनेको इट इज द एंगल बिट्विन म्याग्नेटिक फिल्ड र म्याग्नेटिक फिल्ड एन्ड नर्मल टु द प्लेन को एंगल हो नर्मल टु द प्लेन को एंगल हो यो कुरा कहिले पनि नबिर्छ यो कुरा के गर्नु पर्यो तिमीले बिर्सिनु भएन अघि मैले टप भ्यू देखाउँदाखेरि तिमीलाई यो भनेको पीक्यू भनेर देखाएको थिए म्याग्नेटिक फिल्ड यता देखाएको थिए यो प्लेन को नर्मल ले बनाएको एंगल यो थीटा देखाएको थिए भने हेर नर्मल टु द प्लेन र यो भनेको जहिले पनि कति हुन्छ यो भनेको जहिले पनि 90 डिग्री हुन्छ अब हेर यो भनेको म्याग्नेटिक फिल्ड छ भनेपछि यो प्लेन यहाँ हेर यो अघिको यस्तो कोइल थियो यो कोइल यस्तो थियो यसरी रोटेट भइसकेको छ भने यो भनेको त थीटा यहाँ हेर यो भनेको सपोज यसलाई तिमीले अल्फा लेख्यौ भने यो भनेको थीटा छ नर्मल टु द प्लेन र प्लेन को बीचको डिग्री कति हुन्छ जहिले पनि 90 डिग्री हुन्छ यसको मतलब यो अल्फा र यो थीटा भनेको 90 अल्फा भनेको एंगल मेड बाइ द म्याग्नेटिक फिल्ड एंगल मेड बाइ के भन्दै एंगल मेड बाइ द म्याग्नेटिक फिल्ड विथ एंगल मेड बाइ म्याग्नेटिक फिल्ड विथ अल्फा भनेको तिम्रो एंगल मेड बाइ म्याग्नेटिक फिल्ड विथ द नर्मल प्लेन सँग तर थीटा भनेको एंगल इट इज मेड बाइ normal to the plane in magnetic field यस्तो हो भने